यस्तो पानी परेर उत्तरी सडक सुत्दा यस्तो सुनसान छ यार खाली छ है मैले इमेजिन गरेको यस्तो पानी पर्छ भनेर इट्स एम्प्टी ओभर हियर मेरो इन्स्टिट्युट पनि नजिकै छ तर मैले पढ्न छोडेको धेरै भइसक्यो तेरो पढाउने वाला कति टाढो छ त्यही नजिकै हो एउटा यहीँ एउटा टाढा त्यही निम्स छ नि यहीँनिर बागबजार पुरै खाली हेर्नु पऱ्यो है टाइम लेजेन्ड जस्तै छ यार उयो गाडी गयो नि यहाँबाट 1 मिनेट हो रवि गुरुकुल सीएमा हो कि पढाउने गुरुकुल सीए देखाएको छ यहाँ पढाउने त्यही बिल्डिङमा मैले पढाउने उही नजिकै हो गुरुकुल सीए नजिकै तिनीहरूले त्यो उसको मेडिकलको नि क्लास लिँदो रहेछ ल ओभरसियर मेडिकल सबै गुरुकुल सीएले होइन कि त्यही बिल्डिङ नजिकै छ तिनीहरूकोमा त्यही पढाउँछ त्यही भित्र कम्पाउन्डमा अनि पुरै खाली यार हेर्दो रोड है आमा यार यो महाभारत मोमो कता गयो बन्द रहेछ त महाभारत अरविन्दलाई त वन्स इन लाइफ टाइम एक्सपिरियन्स भइसक्यो यार होइन त भाइ छैन गभर्नमेन्टलाई उयो के कालमा चलाएको यार मानव यहाँ पहिला स्ट्रिट फुड पाइन्थ्यो यार यो साइडतिर है वी लभ द्याट स्ट्रिट आजकल पाइन्न जस्तो छ आउँदो सिनेमा आमामा पनि यहाँ खालि यस्तो भिड हुन्छ यो एरिया यहाँ ट्राफिकमा बस्नै पर्छ यो चोकमा त यो चाहिँ बालनले सुधारेको स्कुल हो स्कुल यहाँ पहिला उठ्यो नि सटरहरू छ नि यहाँ सब हटाउनु लगाएको कतै स्कुलको भन्दा प्लेग्राउन्डहरू हेर्नुहोस् त पुरै खाली गाइड हेलो भ्युवर्स यहाँ हेर्नु पुरै खाली यो हाम्रो सिंहदरबार अगाडिको रोड हो यो सिंहदरबार देखाएको छैन यार मैले कस्तो छ सबै पल्टेबाट छँदै छ त रवि यो त यता साइडको जुन उतापट्टि हो मेन चलेको सिंहदरबारको मेन स्लो गर्नु हामी छौँ स्लो गर्नु त्यहाँ ट्राफिकमा बस्नु पर्छ होला 4 सेकेन्ड यता सिंहदरबार यो जलेको बाघ ए पहिलोचोटि यो रोडमा 5 गियरमा हान्न पाइने छ है ओ माई गड यो चाहिँ बाल्यले हालेको यो डिभाइडरहरूले किन यता मान्छेहरू काट्छन् भनेर यो जनरल अटोर्नीको अफिस नि फुटाइदिएछ नि त उही सर्वोच्च अदालत त पुरै गएको छ त यार हामी पानीको धारलाई चिर्दै अगाडि बढ्दैछौँ पुरै फुटाइदिएछ नि त सर्वोच्च अदालत बन्द गरेर चाहिँ नेपाल बार एसोसिएसन नि गएको रहेछ नि नेपाल बार एसोसिएसन नै बन्द रहेछ त यो चाहिँ माइती घर गाइस ओ माई गड म त फर्स्ट टाइम आएँ यार आन्दोलनपछि म आएकै छैन नि रविन आन्दोलनपछि बजार माइती गर्ने पुरै खाली गाइस हेर्नुहोस् त आमामा यस्तो त राति मात्र हुन्थ्यो यहाँ आज त दिउँसो पानी परेर यस्तो भिड देख्नु पानी परेर होइन दसैँमा मान्छेहरू पानी परेर भाइ दसैँ सकिन्छ हिजै राति कस्तो भिड भइसक्यो थियो कुरा गर्छु पानी परेर कि न त यो पसलहरूलाई के मतलब त पानी परेर पसलहरूले सल्लाह गरेर है हामी नमाज भनेर होइन आज सबै शनिबार भयो त्यो माथि पानी पऱ्यो यो हाम्रो मेन अटोमोबाइल्स पाउने रोड यहाँ चाहिँ अस्ति जेन्जी आन्दोलनमा अटोमोबाइल्सहरू पनि सोरुमहरू तोडफोड हुन पुग्यो गाडीहरू पनि लगिदिए गाडी लगेर जलाइदियो यो फर्स्ट सोरुम चाहिँ टाटाको थियो सायद गाडी नै जलाइदियो गाडी नै भनेर ल्याउनु होला चिरीबाबुले को चिरीबाबु नै यहाँ ललितपुरको नेवार हो ओ माई गड दिस सिम्स अमेजिङ गाडी नै छ उताबाट आउने चाहिँ दुईवटा गाडी छ यो साइडबाट आउँछ निन्द्रा लाग्यो अनि गाडीमा बसेपछि निन्द्रा किन लाग्छ भन् खै किनकि मसाज गरे जस्तो फिल हुन्छ यहाँ त यो नबिल गल्ली हो हाम्रो यतै परेको थियो यार एनएमसीको लाइसेन्स एक्जाम फुलचोक क्याम्पस हो क्या हो त्यो फुलचोक क्याम्पस लाइसेन्स हो हाम्रो अनलाइन म त लेट पुगेको थिएँ त 10 मिनट पास भइछ नि भइहाल्छ नि एउटा मेरो केटी साथी त्यसले 3 एटेम्पमा पास गरिरहेको थियो एनएमसी एक्जाम मैले पढेकै थिएन त किताब पढेको थिएन भने त कति लद्दु होला होइन केटाहरूले पुरै 3-4 चोटि पढेको थियो अहिले त्यही बुक एनएमसीको मैले धीरे चाहिँ पढेकै थिएन सिधै दिएको डाइरेक्ट त्यो कहाँ थियो यार म कस्तो के छ यार हिमाल हस्पिटल होइन ब्लड हस्पिटल हेर्नु ब्लड ब्याङ्क आऊ अरे डक्टर लालपेचा पनि रहेछ यहीँ खोलेको जस्तो हेर्नु पनि ब्लड ब्याङ्क बन्द गर्ने अब कस्तो दाम हुन्थ्यो अहिले चाहिँ यहाँ खाली तिम्रो रोडमा खासै गाडीहरू कुदिरहेको छैन ओइ नडराउनु भाइ यहाँ रोड राइडर हुँदा राइडर कि ड्राइभर रोड ड्राइभर खोइ त त्यो 4ले केही देखेको छैन क्या बात करता है देखिन्छ
continuously raining from since 12 hours and we are alone in the road. यो मुनिलाई के को हतार भयो भयो नै नै त्यो हुन्छ रुकुतातिर राम्रो आउँछ लाजिमपाट लाजिमपाट होइन उता and there is not even a single vehicle in the road. हेर्नुहोस् त आमामा यस्तो पानी परिराखेको छ राति 12 बजेदेखि 24 घन्टा हुन थाल्छ पानी पर्नु थालेको यस्तो ड्रिप हाल्दैछु मैले When life gives you tangerine. अब हामी जाँदैछौँ यहाँबाट सिधै तेल हाल्ने हो हाल्ने तेल नालामै हाल्नु चिन्ता हुन्छ Wow, what is this view? What is this view called? दरबार जस्तो देखिरहेको छ यो घर कि त पेट्रोल हाल्यो राम नै रविन जामसम 2 राउन्ड हो खुल्दैन के खुलिहाल्छ के अघि हाल्न रहेछ टाढो है प्रधानमन्त्री निवास बालुवा प्लस वाटर यहाँको पेसेन्ट चाहिँ हाम्रोमा बिरयानी तन्दुरको मलाई कार्ड दिएर खाथेँ रविन तपाईँलाई के भयो भने आउनुहोस् खानालाई यो कुन एम्बेसी हो रविन यो दिस इज वेस्टर्न एम्बेसी यिनीहरूलाई पनि राम्रै दिएको रहेछ है तर यिनीहरूले भित्र सेम आफ्नै देशबाट सामानहरू ल्याउँछन् होला ल्याइहाल्छ नि रुमसुममा युएस एम्बेसी पनि त्यस्तै होला त्यहाँ एम्बेसीको मान्छेहरू त्यहीँ बस्छन् रविन यति महँगी छ अब यति मान्छे आएको छ